Good morning, guys. Today is our day second in Tasmania. So, oh my god, this is the view from our place. मेरो साउन्ड चाहिँ एकदमै गइरहेको छ ढिला सुतेको भएर अनि oh my god कस्तो प्रिटी छ oh my god अनि this is our home कस्तो नेपालवाला भाइस छ क्या Tasmania आयो भने चाहिँ प्लिज गाइस एक ग्रुपमा आयो भने चाहिँ बेस्ट प्लेस टु स्टे रास्का ढिला भइसक्यो ओके उठ छिटो What time is it? 9 No, there. Why is it? Again morning छिटो 9 बज्यो सन्देश दाइ 9 बज्यो साबर चाहिँ आधी मात्रै ज्ञानी गुड बोय ए भगवान् डेन्जर काम लाग्छ यार अङ्कल आन्टी खै गुड मर्निङ खै त माई गड म त खै भइरहेको अङ्कल आन्टी खै भनेर भुइँमा के अङ्कल गुड मर्निङ भर्खरै हिजो राति यस्तो जाडो थियो स्वेटर लगायो हानेक लगायो अनि टी सर्टमा वेज आविष्कार उठ गाइस गुड मर्निङ साफ सुथरा तिमीहरू अटो त्यहाँ गाइज साफ सुथरा रहेछ कति बजेदेखि 8 बजेदेखि उठेर 12 बजीसम्म खाएर रेडी भएर यति बेला आएँ गाइजहरू अझै आधी गाइज त भित्र छ सन्देश दाइ हो मेन ढिला गर्ने आज किन हो ढिला दाइ बोलाउनु न यार गाइजहरू फास्ट अङ्कल आन्टी धरि आइसक्नु भयो माई गड ल होइन के तिनीहरूले ढिला गर्यो भने के तपाईँले भनेन दिइहाल्छ फेरि अङ्कल आन्टीले मलाई ल ऊ आयो अर्को एउटा आविष्कार अरूलाई बोलाउ न यार माई गड वाइ गाइस टेक सो लङ बिराज कतिको एक्साइटेड छ आज कहाँ छ भनिदेऊ ल एक्सप्लेन गर अब यो कहाँ हो हामी भन के हो त्यो रुसेल फलमा छौँ हामी सो अब हामीलाई चाहिँ यहाँबाट माथि गएर तल आउनको लागि इन टोटल 25 मिनट्स भनेछ है अकर्डिङ टु यता बट अकर्डिङ टु विज्ञान दाइ इट वाज माथि जानलाई 1 घण्टा तल आउनलाई 1 घण्टा That was just a lie. I'm joking. magic trick. This is lime and this is lime juice. के देखे छैन क्यामेरामा किनभने You are the clumsiest person I have ever seen. Oh, thanks so much. That's me. तिमी दुईजना के हो रे आऊ ए सितो आज त मिलेन यो उले छुट्टाको छुट्टै गरेर मलाई सकिनेसँग केही छैन द्रौपदी पाण्डव हाम्रो पाण्डव ब्रो को त्यो चाहिँ फेरि पाण्डव उता पछाडि गयो होला अर्को को अगाडि रोहन अगाडि छ खै त दाइ ए वाटरफलमा चाहिँ यो बनाउन सम्झाउनु ल
गाइजहरु थाकेछ ल Oh my god. पेट्रोल सकिन लागेको अवस्था here. अब गाडीमा हामी कता ड्याम जान लाग्यो खै के ड्याम हो पेट्रोल पुगेन अनि अब हामी बिचल्ली in the middle of road. के भयो विराज के भयो स्याड भइदिएर आएर म त ल जहिले यस्तै हामी बाहिर घुम्न निस्केछ जहिले तेलको प्रब्लम Stranded as always. हामी जहिले पनि यसो जग्गा-जग्गातिर छिरेर रमाइलो गरौँ भन्यो भने हामी पेट्रोल पम्पमा रोक्न बिर्सिन्छ हाम्रो एक्सपेक्टेसन चाहिँ के हुन्छ भने अगाडि पेट्रोल पम्प पाउँछ त्यहाँ हाल्छ हिँड्छ तर अब नेक्स्ट टाइम देखि हामी जहिले पनि पेट्रोल हाल्छ है अब हामीले सेम गल्ती थर्ड टाइम हो हाम्रो चाहिँ थर्ड हामी थिएनौँ त्यहाँनिर ए हो मेलबर्नमा चाहिँ भएको मलाई याद छ मेलबर्न के कता मेलोमा पनि भएको थियो है खै कहाँ भएको थियो अनि फर्स्टमा 100 भ्याली अन्डर भ्यालीमा के त त्यो जङ्गलमा के त धन्न त्यो बेलामा त स्याटेलाइट वाला ऊ थियो हाम्रो राहुल भाइले के अरे रेडी चलाउने भयो अब आजकल त हाम्रो रेडी We miss you bro Luis Raul in a map man हामी के गर्छौँ भने फर्किन्छौँ सबै फेक ग्याङ्स्टरहरू एकजुट भई मिलेर आइज गोला बारुद भिरेर आइज कुङफु कराते सिकेर आइज आजै आइज अहिले आइज 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 हामी चाहिँ यो पेट्रोल पम्प बन्द भयो भनेर जान लागेको थियो तर यहाँ चाहिँ डिफ्रेन्ट सिस्टम रहेछ आफूले यहाँ पेट्रोल हालेर ओ यो लगाउ त ओ बिज्ञान बिज्ञान ओ बिज्ञान यो लगाउनु भन्न दाइ यो लगाइदिनु नि बिज्ञान मलाई भिडियो बनाइरहेको छु प्लिज त्यो भिडियोमा पनि लगाइदेऊ मैले लगाइदिएँ है प्लिज भन्छ मैले लगाइदिएको है तिमीलाई मैले गरेँ खोजेले गरेको छैन नि धन्यवाद ओके नम्बर 1 नम्बर 1 त्यहाँबाट पे गर्ने अनि त्यसपछि 1 2 3 4 5 6 7 8 9 1 ओ नम्बर 1 भने चाहिँ यो हो नि दिस इज नम्बर 1 सबै टेन्सन भएको गाडी चाहिँ हाम्रो एकदम फर्स्टमै पेट्रोल एम्टी भएको गाडी पनि हाम्रो थियो उडेर आएको पनि हामी ईमा लास्टमा ईमा पनि 10 मिनेट गुडेर आयो हामी यो गाडी तर एमजी चाहिँ खतरा रहेछ ल ईमा पनि 10 मिनेट गुड्ने भने चाहिँ खतरै हो आधी घण्टा आधी घण्टा गाइस अझै बढाउ के ए अनि यो गाडीको हालत नै सेम भइसक्यो थियो धन्यवाद यो राइट गइहाल्छ हामी लेफ्ट जानु पर्यो त्यो होइन लेफ्ट जाँदो विज्ञानको गाडी चलाउने मोटिभेसन विज्ञानको गाडी चलाउने मोटिभेसन रातिको 10 बजे को आउँछ ओ माय गॉड कस्तो जाडो छ को आउँछ रे अघिरा रहेछ हामीले प्राइभेसी डिस्टर्ब गरेको विराजको दोस्त भेटेको अवस्था रिसार्च के हो रे यो के हो रे क्याङ्गारू होइन नि कङ्गारू अस्ट्रेलियन क्याङ्गारू नेपाली चाहिँ कङ्गारू सुट्टा तान्दैमा सुटु ओ माय गॉड ले आइ गरेको हेर न दाइ समात्नु न एउटालाई टोक्छ तपाईँलाई थाहा होला नि त रातिको 1:30 बजे कसले खान्छ चौचौ आन्टीले अझै भोग्ला है त्यो त केएफसी खाएर नि रातिको 1:30 बजे
के अरे आज भोक भोकै झन्डै मान्छे मर्यो अरू बेला त गाडी हिजो चाहिँ गाडी मान्थ्यो पसल पनि ठाउँ ठाउँ थियो आज त जङ्गलै जङ्गल कुदायो गाडी मान केही छैन गडम 4-5 वटा लङ खायो बिच बाटोमा बिहानदेखि बेलुकासम्म अलैँची को खानुहुन्छ आन्टी खानुहुन्छ अलैँची भएको भए नि त अलिकति हुन्छ लुवाङ 4-5 वटा खाएको स्वादी गएको त्यो लुवाङ दिए Happy birthday, Karishma. Karishma, happy birthday. Cheers, la. Oi, Lala, cheers to Karishma. Happy birthday. Happy birthday, Karishma. Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
नाइस ल बिराजले सब सफा गर्यो आदिले नि हल्का सफा गर्यो किचन लास्ट बवाल बनाइसक्यो बिफोर र आफ्टर खिच्नु पर्ने रहेछ किचन लास्ट तिम्रो बाजे यहाँ किचन चाहिँ भने यो मेरो हिजोकै कपाल हो रे यहाँ हेर न हेर न हेर न मैले के सुन्नु किचन होइन बिफोर आफ्टर खिच्नु पर्ने रहेछ यो मेरो हिजोको कपाल हो रे कि नाइस एन्ड क्लियर भइसक्यो सब हिजो कन्डिसन लास्ट वर्स थियो हेर्न लागेको थियो यहाँ किचनको अहिले यहाँ पनि नाइस क्लियर भइसक्यो उडीहरू यत्तिकै थियो फ्लोर चाहिँ यस्तो स्टिकी छ अस्ति सबजना निस्के हुन्छ काम सकिसक्यो गाई सबजना उसलाई त पठाएन ल छिटो मलाई 200 450 हो नि ओए यसको 450 हो नि 200 गाइस 200 हाल्दे ओए $200 अङ्कल आन्टी $200 हालिदिनु भयो मलाई क्यास दिनु भयो नि हुन्छ एक्स्ट्रा त्यो चाहिँ टिप्स कफी खानु मगर बस बस होइन होला बुझ्दैन के खायो तिमीले यस्तो पुऱ्याएको छ कि त्यो बेला भन्ने छैन के हुन्छ रे बहिनी दाइको चाहिँ के हुन्छ आन्टी त्यत्रो हिँड्नु खाना कहाँ हो रे कहाँ हो खाना लास्ट टाइम पनि यहाँ होइन तर हाम्रो स्याड भयो किनभने मान्छेहरू जानु पर्यो फ्लाइट छुट्छ भनेर सबै तीनटा खाना मैले खानु इट्स अल बिकज अफ यु बिहान तिमीले ढिला गरे हो उठ्ने 6 बजे रेडी हुनुलाई 9 बजे मेरो छ नि त नाइस ल यस्तो सर्भिस अप्रिसिएट गर्नुपर्छ क्या जाउँ लिएर जाउँ उता साइडमा है तिमीलाई चाहिँ बोला मल सपिङ गाइज मल सपिङ होइन क्या अरे ताजी मलमा सपिङ सरी पैसा जोगाऊ बिहान हामी चाहिँ भाग्न लाग्यो यहाँबाट पैसा खर्च हुन्छ भनेर है क्या बिकी त हामी यहाँबाट किन निस्किन्ला अरे पैसा भयो है किन निस्किनु थाहा छ ए
सुहायो भनेर होइन के थियो भने मेरो ब्याङ्क ब्यालेन्स यस्तो छ कि सक्सेस फक नबुझिरह यार म त्यसो जसले सुहायो भने बुझिहाल्छ नि के हो अरे बहिनी भोलिदेखि डबल सिफ्ट तिमी भोलि डबल हो दाइ तपाईँको भोलि काम सकेको छैन दम तिमीहरूको भोलि काम चाहिँ छैन दिस इज होवार्ड सिटी गाइज सिटी गाइज तिमी भोलि काम चाहिँ छैन राशिका भोलि काम चाहिँ छैन यिनीहरूको त काम छैन आन्टी तपाईँको भोलि बिहान काम चाहिँ छैन अङ्कल भोलि काम चाहिँ छैन सब काम छ गाइस सब बिजी दिस इज भाइब है गाइस वे नाइस प्रिन्ट के गीत गाउँदै नाच्दै सेक्सीवाला पो गऱ्यो मान्छे को मायालाई बेनी बजारमा आन्टी नछिर भेटेको मायालाई बेनी बजारमा भेटेको मायालाई Going back to Sydney, guys. I'm gonna miss Hobart again. Oh my god. Are you gonna miss Hobart or not? Yes. Dai, are you gonna miss Hobart? Adi? Of course I'm gonna miss it. I'm gonna miss those 3 amazing days. I think it's 2. Last night. Yesterday was awesome. Time to say bye-bye to Hobart. How is Hobart, guys? What was excellent. Maybe we'll. Wait. How's Hobart? Very good. Very Good, eh? interesting. Uh-huh. Wonderful. Just looking like wow. Are you gonna come back again? Wow. Are you gonna come back again? Tasmania is very crispy, not crispy. Chicken that is everything, right? Mama, I know that. See you, Hobart. See you, हाम्रो 3टा गाडी. Bye bye बहिनी. Bye म होबाटै बस्छु. See you after hour. ल रामसँग बस. Bye. यही बसिरह. राम्रै हैन म उठ्छु. म त खले ओइ म त खले गर्दै हुँदै एकचोटि लास्ट going back to reality back to reality भोलिदेखि फेरि काममा गाइस सबजना हेर जानी बेलुका एक्साइटमेन्ट अनि अहिले लल्याक लुलुक थल्याक थुलुक खै त 2 जना कचाडो कस्तो भयो आन्टी एक्सपिरियन्स रमाइलो भयो साँच्ची बिगन कस्तो भयो एक्सपिरियन्स राशिका आदि दाइ कस्तो भयो बबाल गाइजहरु कस्तो भयो होबार्ट एक्सपिरियन्स
अङ्कल दामी 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 हो करू कस्तो भयो भनिदेऊ ह्याप्पी बर्थडे दोस्त ह्याप्पी बर्थडे कस्तो भयो भनिदेऊ So amazing. Weekend was so annoying. लगेज यहाँ आयो फाइनली गाइज अब हामी यहाँबाट छुट्टिँदैछौँ अब हामी आफ्नो घर जान्छौँ सो आई हेभ टु इन माई भ्लग हियर डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब